बिग टकबाट जब जब यो देशमा केही राम्रा मानिसहरू अगाडि सर्छन्, जब जब यो देशमा केही असल मानिसहरू, देशभक्त मानिसहरू, लोकतान्त्रिक मानिसहरू, विकास गरौँ भन्ने मानिसहरू अगाडि सर्छन्, जब जब उनीहरूले लोकप्रियता प्राप्त गर्छन्, जब जब उनीहरू जनताको नजरमा लोकप्रिय भएर जनताको शक्तिले केही गर्न अगाडि सर्छन्, त्यसपछि यो देशमा युगौंदेखि लुक्दै आएका, युगौंदेखि शोषण, अत्याचार र विभिन्न किसिमका बेथितिमा नेपाली जनतालाई रुमल्दै आएका ती हिजोका तत्त्वहरूले ती नयाँ उदाएका जनप्रिय शक्तिहरूलाई कुनै न कुनै बहानामा सिद्ध्याउने, समाप्त गर्ने र मटियामेट पार्ने षड्यन्त्रहरू गर्दै आएका छन् र यसैको पछिल्लो कडीको रूपमा अहिलेको नेकपा एमालेको सरकार र विशेष गरी केपी शर्मा ओली काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको विरुद्ध हात धोएर लाग्नु भएको छ, मुख धोएर लाग्नु भएको छ, कम्मर कसेर लाग्नु भएको छ। बालेन शाह भ्रष्टाचार विरोधी मेयर हुन्, बालेन शाह विकासका पक्षधर मेयर हुन् र बालेन शाह नयाँ पुस्ताका आशलाग्दा अनुहार हुन्। काठमाडौँ महानगरपालिकामा बालेन शाहले आएर जे जति कामहरू गर्नुभयो, ती कामहरूबाट काठमाडौँवासीहरू प्रभावित भएका छन्। चाहे त्यो फुटपाथ व्यवस्थापन होस्, चाहे गार्डनिङको कुरा होस्, चाहे भित्ताहरूमा कुरूपताहरू हटाउने कुरा होस्, चाहे यहाँका अन्य किसिमका सन्दर्भका कुराहरू हुन्, बालेन शाहले एउटा ड्रास्टिक चेन्ज गर्ने एउटा अभियान थाल्नु भएको छ। काठमाडौँ भनेको कम्युनिस्टहरूले यसलाई लाल किल्ला भनेको क्षेत्र हो। मलाई राम्रोसँग थाहा छ 48 सालको निर्वाचनमा सबै सिटका कम्युनिस्ट एमालेले जितेको थियो। मदन भण्डारीदेखि कृष्णगोपाल श्रेष्ठसम्म, पद्मनाथ तुलाधरदेखि लिएर कोले यो काठमाडौँमा जितेर काठमाडौँ जिल्ला लाल किल्ला भनेर एमाले भाषण पनि गर्दथ्यो। बिस्तारै एमालेको वैचारिक, चारित्रिक, नैतिक पतन भयो। काठमाडौँका शिक्षित मतदाताले पनि बुझे कि यो एमाले भनेको पनि अर्को पञ्चे रहेछ, अर्को मण्डले रहेछ भन्ने कुरा बुझे। अर्थात् यसरी भनौं, कांग्रेसको पञ्चीकरण भयो, एमालेको कांग्रेसीकरण भयो। अहिले कांग्रेस एमाले भनेको हिजोको राणा र पञ्चेको फ्युजन जस्तो, फ्युजन सिन्डिकेट जस्तो भयो। अर्थात् राणा र पञ्चेहरूले एक ठाउँमा राख्दाखेरि, राणा र पञ्चेहरूलाई एक ठाउँमा राख्दाखेरि जस्तो चाहिँ बडशंकर एउटा चीज निर्माण हुन्छ, अहिलेको सत्ता गठबन्धन कांग्रेस र एमालेको त्यही नै हो। त्यो कुरा शहरको मतदाताहरूले बुझिसके। अहिलेका मतदाताहरू भनेका त्यो हिजो जस्तो बुद्धि फुटेर रत्न पार्कमा जादु टोना देखाएर नाटक गरेर शिलाजित बेच्ने चटकेहरूको जस्तो देश होइन के अहिले यो। पहिला पहिला म पनि एक दुईचोटि रत्न पार्कमा चटकेको जादु देखेर यसले ग्यास्ट्रिक 3 दिनमा निको हुन्छ भनेर दिएको थियो एउटा धुलो। मैले पनि 50-60 रुपियाँमा किनेको थिएँ। के को ग्यास्ट्रिक निको हुनु, उल्टै झन् पेट खराब भयो। त पहिला एमालेको कांग्रेसको राजनीतिक शैली के थियो भने समाजवादका कुरा गर्ने, क्रान्तिका कुरा गर्ने, जनवादका कुरा गर्ने, जनताको बुद्धि फुट्ने, त्यसपछि सत्तामा जाने भन्ने थियो। तर काठमाडौँ महानगरपालिकामा बालेन शाह जस्तो अंग्रेजी जान्ने, सामाजिक सञ्जाल ह्यान्डलिङ गर्न जान्ने,
देश दुनियाँमा भएको प्रगतिको बारेमा अपडेट भएको, वैज्ञानिक चेतना भएको, पछिल्लो विश्वमा भएका चाहिँ गतिविधिहरू, घटनाक्रमहरू, विज्ञानका विकासहरू र नेपाललाई कस्तो बनाउनु पर्छ भन्ने खालको भिजन पनि भएको एउटा डाइनामिक पर्सनालिटी काठमाडौँ महानगरपालिकामा मेयरको रूपमा निर्वाचित भएर आइसकेपछि उही चटके पाराको राजनीति गर्दै आएका, जनताको बुद्धि भुट्दै आएका, जनतालाई बेवकुफ बनाउँदै आएका र जनताको तिरेको करमा ब्रह्म लुट गर्दै आएका लाउडा धमिजा चेजेरदेखि लिएर दुनियाँ तोक्का काण्ड मचाउँदै आएका, चिनी काण्ड मल काण्ड मचाउँदै आएका, पछिल्लो कालखण्डमा त वाइट बडीदेखि लिएर एनसेल कर्मिनादेखि लिएर ओम्नी पोसाउँदै आएका, यति पोसाउँदै आएका यी भ्रष्टाचारका नन्दी भृङ्गीहरूलाई बालेन शाहको उपस्थिति खट्किरहेको निश्चित हो। काठमाडौँ नगरपालिकाको मेयर पहिला कस्तो हुन्थ्यो भन्दा पार्टीले जे भन्यो त्यही मान्ने एउटा हुन्छ बहादुर हुन्थ्यो। हेर्नुहोस्, पहिलेकै विद्यासुन्दर को कुरा गरौँ हैन, एमालेका कार्यकर्ता भए, केपी ओलीले जे भन्यो त्यो मान्नु पर्थ्यो, नत्र फेरि उसलाई भोलि अर्कोचोटि पार्टीले मेयर उठाउँदैन थियो अथवा पार्टीमा उनको हैकम हुँदैन थियो। अहिलेको हाम्रो दलतन्त्र त त्यस्तो छ नि कि केपी ओलीले भनेको मानेन भने त्यो मान्छे एमालेमा टिकेन। जसरी घनश्याम भुषाल टिकेनन्, रामकुमारी झाँक्री टिकेनन्, माधव नेपाल टिकेनन्, झलनाथ खनाल टिकेनन्, वामदेव गौतम टिकेनन् भनेपछि त्यो एकल प्राधिकार, केपी ओलीको एकल प्राधिकारमा टिकिरहेको नेकपा एमाले जस्तै नेपाली कांग्रेस पनि शेरबहादुर देउवाको एकल प्राधिकारमा अहिले चलिरहेको छ। जतिसुकै फुर्ती लगाए पनि, जतिसुकै फुरफुर गरे पनि गगन थापा र विश्वप्रकाश शर्माको त्यहाँ केही चल्नेवाला छैन। त्यहाँ शेरबहादुर देउवा र आर्जु भाउजूले जे भन्यो त्यही चल्छ कांग्रेसमा। त्यही भएर उहाँहरूलाई पनि, गगन थापाजीलाई पनि शेरबहादुर देउवाजीको पछि पछि धुप बालेर हिँड्नु परेको छ, चाकडी गर्नु परेको छ। सत्ताको भाषामा गगन थापा र विश्वप्रकाशले बोल्नु परेको छ। अस्ति एक दिन राजाको विषयमा, अब राजालाई त जसले पनि गाली गर्ने भए, पूर्व राजालाई, त्यो विषयमा विश्वप्रकाशजीको एउटा जबरजस्त भाषण आयो। तर त्यही शैलीको भाषण, त्यही ओजको भाषण उहाँले शेरबहादुर देउवातिर फर्काएर गर्न सक्नुहुन्न, त्यो हुती छैन। भनेको मतलब नेपाली कांग्रेस र नेकपा एमाले भनेको र एक हदसम्म नेकपा माओवादी भनेको पनि प्रचण्ड, शेरबहादुर देउवा र केपी ओलीको एकल प्राधिकारमा चलेको पार्टी भएको हुनाले त्यो पार्टीमा टिक्नु छ भने ती नेताहरूको चाकडी गर्नुपर्छ। यो एउटा सामन्तवाद ती पार्टीहरूमा छ भनेर मैले यसअघिको भिडियोमा पनि भनिसकेको छु। त योभन्दा पहिला आएका मेयरहरू, काठमाडौँका मेयरहरू आफूलाई जिताएको पार्टीको दास थिए। त्यसैले पार्टीगत स्वार्थमा काठमाडौँको मेयरले लाग्नुपर्ने बाध्यता थियो र त्यसले गर्दा काठमाडौँ महानगरपालिका भित्र वडा अध्यक्षको जगजगी, वडा सदस्यहरूको जगजगी, त्यसपछि तपाईँको चाहिँ नेताका आउरे बाउरेहरूको जगजगी, पार्टीका सभापतिको, सचिवको जगजगी, पार्टीमा महत्त्वपूर्ण निकायमा भएका मान्छेहरूको जगजगी थियो भने अहिले आएर के भयो भने अहिले नै हो नेपालको इतिहासमा कि काठमाडौँ महानगरपालिका मेयरको कमान्डमा छ। न कुनै एमालेको हाइकमान्डले भनेको यो काठमाडौँ महानगरपालिकामा चल्छ, न कांग्रेसको मान्छेले भनेको चल्छ, न यहाँ माओवादीले भनेको चल्छ। मेयर नन पोलिटिकल भएको हुनाले, काठमाडौँको मेयर दलतन्त्र भन्दा भिन्न भएको हुनाले र बालेन शाहको आफ्नो कुनै पार्टी नभएको हुनाले र विशुद्ध काठमाडौँको विकास र उन्नति गर्छु भनेर उहाँ अघि सर्नु भएको हुनाले नै अहिले जे जति काम भएका छन् त्यो वास्तवमा दलहरूको हस्तक्षेप नभएको कारण भएका हुन्। एउटा कुरा याद गरौँ, यहाँ यदि मेयर बालेन शाह पनि जतिसुकै डाइनामिक भए पनि यदि उहाँ कुनै पार्टीको उम्मेदवार भएर मेयर लड्नु भएको हुन्थ्यो भने उहाँले अहिले यस्तो काम गर्न सक्नु हुँदैन थियो। किनभने दलतन्त्रले, दलको सिन्डिकेटले उहाँलाई रोक्थ्यो र उहाँ रोकिनु बाध्य हुनु पर्थ्यो, किनभने त्यो दलले उहाँलाई दबाब दिन्थ्यो। तर अहिले चाहे
केपी ओलीले दबाब दिउन् चाहे शेरबहादुरले दबाब दिउन् चाहे प्रचण्डले दबाब दिउन्, बालन शाहले त्यसलाई मानिरहनु भएको छैन। काठमाडौँको हितको लागि म हिँड्छु भन्नुभएको छ र त्यही कारणले उहाँलाई मान्नु कुनै बाध्यता पनि छैन। अहिले उहाँ एमालेको पनि होइन, काङ्ग्रेसको पनि होइन, माओवादीको पनि होइन। उहाँ काठमाडौँ बासिन्दाको हो, काठमाडौँको हो भन्ने कुरा उहाँले चरितार्थ गरिराख्नु भएको छ। पछिल्लो कालखण्डमा मैले योभन्दा अगाडिको एउटा एपिसोडमा राजावादी र एमालेको साँठगाँठ भन्ने मैले चाहिँ एउटा हालेको छु, हेर्नु होला। बिकटक सायद 29औं एपिसोडमा होला। जसै राजावादी र केपी ओलीको साँठगाँठ भयो, केपी ओली प्रति सोझिएको जुन प्रहार छ, कुलमान घिसिङलाई बर्खास्त गरिसकेपछि केपी शर्मा ओली प्रति जुन एउटा जनताको आक्रोश उर्लिएको थियो, त्यो आक्रोशलाई डाइभर्ट गर्नको लागि राजावादीहरूलाई उचालेर ननिसु वितण्डा मचाइयो। ननिसुमा राजतन्त्र फर्काउने इस्यु त त्यो कुनै इस्यु होइन, त्यो फर्किनेवाला पनि छैन, त्यो माग पुरा हुने माग पनि होइन। त्यो त्यत्रो लामो 7 सालदेखिको सङ्घर्षबाट स्थापित यो गणतन्त्रलाई 2-4 जना दुर्गा प्रसाई जस्ता पितका पित नभएका लोटाहरूले हो हल्ला गर्दैमा राजतन्त्र आउने होइन यो देशमा। तर त्यही विषयमा ननिसुमा जुन कुरा असम्भव छ त्यही विषयमा हो हल्ला मचाएर तोडफोड गरेर मान्छेहरूको अनागमा ज्यान गएपछि के भयो भने कुलमान घिसिङको विषयलाई साइडमा लाग्यो। हो अब यसबाट हामीले के बुझ्यौँ भने केपी ओली र राजावादीहरूको यो साँठगाँठ अब काठमाडौँ महानगरपालिकामा पनि देखियो। त्यो कसरी देखियो भने पूर्व राजा ज्ञानेन्द्रले त्यही इसारामा काठमाडौँमा वितण्डा मचिएको भन्ने कुरामा कुनै शङ्का छैन। पूर्व राजाले आज दुर्गा प्रसाईलाई भेट्नु, भोलि नै दुर्गा प्रसाई यो राजावादी आन्दोलनको कमान्डर चुनिनु, अनि चैत्र 15 गते को चाहिँ नि प्रदर्शनमा दुर्गा प्रसाई जानु, त्यसपछि दुर्गा प्रसाईले आओ 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 भन्दै गाडीमा गाडी हाँक्दै आओ 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 भन्दै निषेधित क्षेत्र तोड्ने होइन। मूल कमान्डरले निषेधित क्षेत्र तोडेर नचाहिने काम गरेर जो अगुवा उही बाटो अगुवा भएर अगाडि बढेपछि त ती भिडमा प्रदर्शनकारीहरू त उत्तेजित हुने नै भए। त्यसपछि त्यहाँ तोडफोड मचिएको भन्ने कुरा पनि जगजाहेर छ। र काठमाडौँका जति पनि ठाउँहरूमा त्यो दिन चैत्र 15 गते तोडफोड भयो, आगजनी भयो, फोहोर भयो, गन्जागोल भयो, त्यसको एकमात्र जिम्मेवार भनेको पूर्व राजा ज्ञानेन्द्र नै हो भन्ने कुरामा जगजाहेर छ। र बालन शाह नै यस्ता मेयर हुन् नेपालकै इतिहासमा, मलाई जहाँसम्म लाग्छ नेपालकै इतिहासमा पहिलो पटक काठमाडौँ महानगरपालिकाको मेयरले एउटा यस्तो साहस गर्यो कि पूर्व राजालाई अथवा केही दिन वर्ष अगाडिसम्मको राजालाई तैले फोहोर गरिस्, तेरा आउरे बाउरेहरूले यहाँ फोहोर गरे बापतको दण्ड सजाय तिर। यो लोकतन्त्र हो, यो शाहतन्त्र होइन, यो शाही काल होइन, यो लोकतन्त्र हो र तिमी पनि नागरिक नै हौ। जसरी अरू नागरिकहरूमाथि कानुन लाग्छ तिमी माथि पनि कानुन लाग्छ, पैसा तिर। तिम्रो शासन होइन यो। कुनै बेला तिमीले त ट्याक्स नतिरे पनि हुन्थ्यो, जेसुकै चिजहरू चाहिँ नि विदेश पठाए पनि हुन्थ्यो। तिम्रा छोराले हाकाहाकी गायक प्रवीण गुरुङलाई गाडीले खिचेर मारे पनि छुट पाउने जमाना थियो कुनै बेला। तर अब त्यो होइन। अब यहाँ विधिको शासन छ, रुल एन्ड रेगुलेसन छ, कानुनी राज्य हो, यो लोकतन्त्र हो, प्रजातन्त्र हो, हामी जनताले लडेर ल्याएको प्रजातन्त्र हो। त्यसैले तिमी पनि विधि र कानुनबाट मुक्त हुन पाउँदैनौ, तिमीले यहाँ असामाजिक गतिविधि गर्न पाउँदैनौ, अराजक गतिविधि गर्न पाउँदैनौ भनेर नसिहत दिनको लागि, नजिर कायम गर्नको लागि बालन शाहले पूर्व राजालाई चिट काटेको हो, दण्डदारीबाट तिर भनेर। त्यति हिम्मत गर्ने केपी ओलीको त के कुरा, अस्तिसम्म 250 वर्ष पुरानो राजतन्त्रको अन्तिम उत्तराधिकारी, अन्तिम नायकलाई त चुनौती दिएर दण्ड सजाएको चिट काट्न सक्ने काठमाडौँ महानगरपालिकाको मेयरलाई देखेर अहिले हिजोका राजावादी पनि ईर्ष्याले जलेका छन्, मुरमुरिएका छन्। एमाले पनि टेन्सनमा छ। तर गनिमत के हो भने, खुसीको कुरा के हो भने अहिले सिङ्गो नेपाली जनता बालन शाहको पक्षमा छन् र बालन शाहले गरेको एक्सन जनताको पक्षमा छ, भ्रष्टाचारको विरोधमा छ, विधिको शासनको पक्षमा छ।
केपी ओली जस्तो अहिले सर्वत्र बदनाम, जता गए पनि फलानो चोर देश छोड, फलानो चोर देश छोड, फलानो चोर देश छोड बाहेकहरू केही छैन। जुत्ता हान्ने खतरा भइसक्यो, ढुङ्गा हान्ने खतरा भइसक्यो, कालो मोसो दल्ने खतरा भइसक्यो। यहाँ केपी ओलीको व्यक्तित्वको पछाडि बदनामीको दाग लागिसकेको छ। त्यस्तो व्यक्तिले काम गर्न अगाडि सरिरहेको काठमाडौँको मेयर बालिन शाहलाई तथा नाम भनेर तथा नाम बाधा अर्चन गरेर काठमाडौँ महानगरपालिकामा भएका आफ्ना नन्दीवृङ्गी वडाध्यक्षहरूलाई, जनप्रतिनिधिहरूलाई उचालेर, उपमेयर सुनिता डङ्गोललाई पनि उचालेर जसरी बालिन शाहलाई एक्ल्याउने षड्यन्त्र त्यहाँ भइरहेको छ। यो भनेको मैले अघि सुरुमै ओपनिङमा भने, जब जब यो देशमा कुनै राम्रो मान्छे केही काम गर्न आउँछ त्यसपछि उसलाई असफल बनाउन, उसलाई एक्ल्याउन, उसको खुट्टा तान्न सबै मान्छेहरू एकगठ हुन्छन्, बदमास चरित्रका मान्छेहरू एकगठ हुन्छ। र अहिले राणा र पञ्चको फ्युजन कम्बिनेसन, राणा र पञ्चको फ्युजन कम्बिनेसनमा परिणत भएको अहिलेको काङ्ग्रेस र एमालेको सत्ता गठबन्धन र त्यसमा राजावादीहरू पनि एक किसिमको एउटा पश्चगामी प्रतिगामी पुनरुत्थानवादी तत्त्वहरूको एउटा ठुलो सिन्डिकेट काठमाडौँ महानगरपालिकाका मेयर बालिन शाहलाई असफल बनाउन, बालिन शाहलाई एक्ल्याउन र बालिन शाहको विरुद्ध जिहाद छेड्न लागेको स्पष्ट देखिन्छ। अब काठमाडौँका सफाई मजदुरहरूले कति महिनादेखि तलब पाएका छैनन् र सरकारले भ्रष्टाचारको आहालमा डुबेर भ्रष्ट मान्छेहरूलाई काठमाडौँ महानगरपालिकामा ल्याउने काम गरिरहेको छ, जसले गर्दा बालिन शाहले एक्लै फाइट गरिरहनु परेको छ। अब बालिन शाहले फाइट सुरु गरिसकेपछि होला उहाँका केही भाषागत समस्याहरू होलान्, फेसबुकमा उहाँले कतिपय कुराहरू उत्तेजक कुराहरू लेख्नुहुन्छ जसको बारेमा मैले बिगटक 29 मा चर्चा गरिसकेका छु। बालिनका कमजोरीहरू के हुन् भनेर त्यो त नजाउँ। आज चाहिँ हामीले बालिन शाहको विरुद्ध केपी ओलीदेखि लिएर राजावादीदेखि लिएर काङ्ग्रेससम्म सङ्गठित हुनुको पछाडि कारण के हो भन्दाखेरि बालिन शाह एउटा च्यालेन्जिङ पर्सनालिटीको रूपमा अगाडि आउनुभयो। जताततै बालिन्छ 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 बालिन्छ, बालिनले गाएको गीत पनि हिट भइदिन्छ, नम्बर 1 ट्रेन्डिङमा पुगिदिन्छ। गीत खासै राम्रो होइन नि त्यो, तर त्यो लास्ट चरणको गीत सुपर हिट भइदियो, शब्द राम्रो छ है। फेरि भनेको मतलब यदि बालिन शाहको यो लोकप्रियता काठमाडौँ महानगरपालिकामा मात्र सीमित नभएर भोलि राष्ट्रिय राजनीतिमा पनि अगाडि आयो भने र बालिन शाह जस्तै अन्य धरानको हर्का साङपाङ, उता महेन्द्रनगरको अर्को मेयर, यस्तै समाजमा ख्याति प्राप्त कमाएका अब कुलमान घिसिङ भए, सन्दुक रोहित जस्तो व्यक्तित्वहरू हुनुभयो, हाम्रा महानायक राजेश हमाल भए, हरिवंश आचार्य मदन कृष्ण श्रेष्ठहरू भए, यस्ता समाजमा नाम कमाएका र तपाईको सार्थक एउटा अभियानमा काम गरिरहेका मान्छेहरू जागेर अब देशको राजनीति हामीले अगाडि लिनुपर्छ, यी पुराना रुड सेनायन नेताहरूलाई हटाउनुपर्छ, यिनले देश लुटे भनेर एउटा नयाँ जागरण, नयाँ रेनेसा युग नेपालमा सुरु भयो र त्यसको नेतृत्व बालिन शाहले गरिदिनु भयो भने जसरी बालिन शाहले काठमाडौँमा केशव स्थापित जस्ता धूर्त चतुर नेतालाई परास्त गरिदिनु भयो, त्यसै गरी राष्ट्रिय राजनीतिमा पनि नयाँ पुस्ताबाट उदाएको नेता बालिन शाहले यी पुराना नेताहरूलाई, पुराना पार्टीहरूलाई भड्कालोमा लगेर सेलाउन के बेर, टुकुचामा लगेर गाडी दिने के बेर। सायद त्यो म सबलाई टुकुचामा लगेर गाडी दिन्छु भनेको त्यो फेसबुक स्ट्याटस आज प्रमाणित नहोला, आज अबको 2-4 वर्षपछि मिसन 84 को चुनावमा प्रमाणित भइदियो भने होइन, भन्न त भनेको थियो नि बालनले सबलाई टुकुचामा गाडी दिन्छु भनेर। सब ठुला दलहरूलाई चाहिँ परास्त गरेर बालिन शाहको नयाँ पार्टी अगाडि आयो भने के हुन्छ भन्न सकिन्न। त्यही डरले गर्दा काठमाडौँमा अझै पनि आफ्नो संगठन छ भन्ने एउटा दम्बमा रहेको नेकपा एमालेलाई काठमाडौँमा बालिन शाहले राम्रो काम गरेकै पछिरहेको छैन। अब यसले काठमाडौँ राम्रो काम गर्यो भने अब यसले उही गुजरातमा राम्रो काम गरेर 3 कार्यकालसम्म गुजरातको मुख्यमन्त्री भएर राम्रो काम गरेर त्यसैको क्रेडिबिलिटीले नरेन्द्र मोदीले चाहिँ सिङ्गो भारतको प्रधानमन्त्री भइदिनु भयो र अहिले पनि तेस्रो कालसम्म प्रधानमन्त्री हुनुहुन्छ। कसै गरी काठमाडौँ महानगरपालिकामा राम्रो काम गरेर वाहवाही जितेर यस्तै एउटा मोडलको लिडर
यस्तै नमुना लिडर चाहिँ राष्ट्रिय राजनीतिमा चाहिन्छ भनेर भोलि जनताले बालेनको पछि लागिदियो भने त हैन। रवि लामिछानाले एउटा न्युज 24 मा तपाईको सिधा कुरा जनतासम्म भन्ने कार्यक्रम चलाएर केही लोक कल्याणकारी कामहरू, केही विदेशमा अल्पत्र परेका महिलाहरूलाई उद्धार गरेर केही राम्रो काम गरिदिँदा र भ्रष्टाचारको विरुद्धमा आवाज उठाइदिँदा प्रभावित भएका जनताले उनलाई त्यत्रो सिट जिताएका छन् भनी कुनै पनि कलङ्क नलागेको, कुनै पनि भ्रष्टाचारको दाग नलागेको, कुनै पनि बहुश्रीमतीको आरोप नलागेको, कुनै पनि सहकारी ठगीको आरोप नलागेको, कुनै पनि तपाईको चाहिँ विदेशी मुद्रामा चाहिँ विदेशमा दोहोरो नागरिकता दोहोरो पासपोर्टको आरोप नलागेको निष्कलङ्क विकास प्रेमी प्रतिभाशाली ह्यान्डसम नेता यदि राजनीतिमा आइदियो भने त कांग्रेस एमाले माओवादीको त बेडा गर्क हुने भयो। त्यसैले मलाई जहाँसम्म लाग्छ यो बालेन शाह चाहिँ एउटा नेतृत्वको रूपमा उदाउन नपाओस्, यो मान्छे एउटा डाइनामिक लिडरको रूपमा राष्ट्रिय राजनीति आउन नपाओस् भनेर केपी ओलीदेखि लिएर एमालेदेखि लिएर एमालेका दोस्रो पुस्ताका नेताहरू अब यदि केही गरी नयाँ राजनीतिक रेजिम सुरु भयो, नयाँ राजनीतिक परिस्थिति आयो, नयाँ लिडर आइदियो भने त हेर्नुहोस् शङ्कर पोखरेल, ईश्वर पोखरेल, विष्णु पौडेल, विष्णु रिमाल यी छ नि आ गरेर बसेका प्रधानमन्त्री हुन पाइन्छ भनेर संगठन छ। गगन थापा, विश्वप्रक शर्मा, धनराज गुरुङ के छन् नि त्यहाँ, प्रदीप पौडेल हैन, शेखर कोइराला, शशाङ्क कोइराला, ओहो तिनीहरूको त तपाईँको बेडा गर्क हुन्छ। बालेन शाह आइसकेपछि त बालेन घरको टिम हुन्छ कि बालेन शाहको पछि लाग्नु पर्यो गगन थापाले पनि झोला बोकेर भन्ने स्थिति छ। त्यसले गर्दा त्यो हुने हो कि भन्ने एउटा सन्तासमा छ नि ठुला पार्टीहरू, सायद त्यही भयभीत मानसिकताले गर्दा, त्यही इन्फिरियरिटी कम्प्लेक्सले गर्दा अहिले बालेन शाह विरुद्ध एमाले खनिएको छ, राजावादी खनिएका छन्। अब ज्ञानेन्द्र शाह जस्ता हाम्रो ख्वामित महाराज धिराजलाई चिट काट्ने भनेपछि त एउटा नयाँ आएको यार मेयरले चिट काट्दिने हाम्रो त्यत्रो राजालाई भन्ने एउटा इगो भइहाल्यो। अहिले राजावादीदेखि एमालेदेखि लिएर कांग्रेस सब बालेन शाह विरुद्ध लागेका छन्। तर बिन्दास साथमा हुन्जेल बालेन शाहलाई कसैले बाका गर्न सक्दैन, बाका गर्न सक्दैन, कोही बाका नै कर सक्दा भन्दै नि हिन्दीमा एउटा बाल बाका गर्न सक्दैन के बालेनको। बिन्दास हुन्जेलसम्म बालेनको बाल बाका गर्न सक्दैन। टाइटल है मेरो, हामी जनता भनेको के बिन्दास भनेको, हामी जनता छौँ साथमा, उहाँ इमानदार हुनुहुन्छ। त्यसैले अहिलेको मूलभूत हाम्रो मिसन भनेको, हामी युवाहरूको मिसन भनेको बिन्दासले भन्यो है, बिन्दासले केपी ओली प्रवृत्ति विरुद्धको लडाइँ हो, केपी ओली प्रवृत्ति मुक्त नेपालको निर्माण हो भन्छौ नि हामीले। कांग्रेस मुक्त के अरे इन्डियामा भन्थ्यो नि, कांग्रेस मुक्त के अरे कांग्रेस मुक्त नेपाल भन्थे कि इन्डियामा पहिला चुनावमा कांग्रेसले भ्रष्टाचार गर्यो, कांग्रेस मुक्त नेपाल भन्थे, भ्रष्टाचार मुक्त नेपाल के अरे भारत भन्थे कि इन्डियामा। त्यस्तै नेपालमा अहिले केपी ओली प्रवृत्ति, केपी प्रवृत्ति मुक्त नेपालको निर्माण हो। केपी ओली प्रवृत्तिले एमालेमा पनि फुट विभाजन ल्यायो, संविधानमाथि पनि धावा बोल्यो, देशमा व्यथितिमा पुर्यायो, गैर जिम्मेवारपूर्ण शासकको एउटा चरित्रलाई चरम उत्कर्षमा पुर्याइरहेको यो केपी ओली प्रवृत्ति विरुद्ध एमाले भित्र पनि संघर्ष हुन पर्यो, राष्ट्रिय राजनीतिमा पनि संघर्ष हुन पर्यो र देशभक्त लोकतान्त्रिक संघीयतावादी गणतान्त्रिक र विकास प्रेमी खास गरी अब हाम्रो आर्थिक समृद्धिको एजेन्डालाई अगाडि बढाउने बालेन शाह जस्तो राजनीतिक विषयवस्तुलाई थाती राखेर जुन आफ्नो विकासको लागि फाइट गरिरहेको नि बालेन शाहले अहिले फेसबुकमा लेखिरहेको एजेन्डाहरू यिनीहरू सबै विकास निर्माणको लागि फाइट गरिरहेको हो नि त। बालेन शाहले राजा हुनुपर्छ त भनेको छैन, समाजवादको कुरा त गरेको छैन, क्रान्तिको कुरा त गरेको छैन, काठमाडौँको विकास हुनुपर्छ भनेको छ। त्यसको लागि उसले जोसँग पनि फाइट गर्न तयार छ। यो खालको नेता नै हामीलाई चाहिएको हो देशमा, नन पोलिटिकल, दलतन्त्रबाट मुक्त, पार्टी तन्त्रबाट मुक्त, नेता तन्त्रबाट मुक्त, गुटतन्त्रबाट मुक्त एउटा स्वतन्त्र व्यक्ति बालेन शाह जस्तो नेता नै हामीलाई चाहिएको हो। त्यसैले हामी सबै अहिलेको तत्कालको यो लडाइँमा चाहिँ बालेन शाहको पक्षमा उभिनुपर्छ भन्दै बिन्दासको टिकटक आजलाई यही समाप्त हुन्छ। बालेन शाहको पक्ष पोषण गरेको हुनाले बालेन शाहका फ्यानहरूले पक्कै पनि मेरो युट्युब च्यानललाई लाइक र सब्सक्राइब अवश्य गर्नुहुनेछ भन्दै बिदा चाहन्छु। नमस्कार।